काटौँला भनेको यार म त अलि एकछिनपछि हाँ जाने बेला तपाईँ पनि काटेर जानु होला हेर्नुमा जिङ्रिङ न यता मिल्यो न उता मिल्यो जस्तै अस्ति नै काटेको कति 24 गते भनेपछि 23 गते काटेको आज 31 एक हप्तामा यत्रो लामो हुन्छ न दुनियाँ गयौँ भने 2000 को फुल पेट ट्याङ्की हुन्छ भनेपछि 2000 त्यस्तै 3000 को काठमाडौँसम्म पुगिन्छ होला 3000 के 3500 के होला 4000 मा पेट्रोल फुल गरायो भने काठमाडौँसम्म पुगिन्छ यताउता घुमिन्छ फेरि आउने बेला 8000 जतिको पेट्रोल खान्छ होला अनि अरू त आफ्नो त्यहाँ अरू त अब बसेर त्यस्तो धेरै रक्सी त खाइन्न योपालि खानुहुन्न आजकल त फु गर्नु पठायो भने रङ राखेछस् एउटा रङ छ भने हालेर लग्दा हुन्छ छैन कहाँ रम पो चल्छौँ जाने बेला यार के थाहा एउटा बोतल लुगाएर राखेछस् कि रक्सीको राख्छ यार बाँकी यार कोसँग छ एउटा रङ्गुसँग छ कि अघि भनेको त्यही हल्का धेरै नखायो नि अर्डर गर्ने आफैले हल्का प्याक बनाइरहेको चिज हुन्छ क्या कतिजना छ र यिनीहरू यार पुरै छ र ब्याटिङ गर्ने एउटा रहेछ एउटा दुईटा तिनटा चारवटा पाँचवटा 6 7 8 9 10 11 जना हुनुपर्ने कता एकजना 1 2 3 4 5 6 7 8 9 10 11 अरू कहाँ रहेछन् त नि 11 जना त छ त भन्न यहाँ 3 भयो ऊ त्यो 3 6 भयो 7 भयो 8 9 10 11 त भयो गरेर त्यो अस्तिको जाँगे थियो यार त्यो जाँगे खबर के छैन यार माछा सकिँदा खोज्दै त यसरी कल दिदी दिदी त्यो अस्ति नै मैले बिमलेसँग एउटा जाँगे लाउनु भने त्यहाँ छ होला क्या त्यो हाफ जाँगे सानोवाला मेरो त्यो कालोवाला अब त्यो छ हेर्दै त त्यहाँ खोजेर राख्दै त अहिले म लिन आउँछु कता पो छ होइन अहिले एकछिनपछि म त्यहाँ पुर्सोसँग जानु भनेको थिएँ कि पुर्सोसँग जान्छु ज्यान मोटायो अलिक घटाउनु पऱ्यो ल हेर्दै त त्यहाँ तलपट्टि राखेको थियो कि
राख्ने तलपट्टि राखेको थियो ल ठिकै कन्डिसन छ यो बाइक भेनालाई दिने अरे अर्को बाइक त किन्ने भन्छ बाइक पनि बेचेर आउँछ नकिनेर हिँड्दै जाऊँ जस्तो लाग्छ